हजुर सर नमस्कार। हजुर नमस्कार हजुर। हजुर कहाँदेखि आइपुग्छ? म घोरी 17-15 देखि आएको छु। ए हजुर के को लागि आउनु भएको सर? मेरो खास गरेर ढाडको समस्या पनि हो। हजुर सर। र साथसाथै मेरो श्रीमतीको हिँड्दाखेरि खुट्टामा चाहिँ दुख्ने, हजुर हजुर टेक्नु नबन्ने हजुर समस्याले भएको। हजुर अनि धेरै ठाउँ मैले उपचार गरेँ। हजुर सर। अस्पताल यति ठाउँ धाएन कि हजुर धेरै ठाउँ धाएँ, तर चाहिँ सबै ठाउँमा जाँदाखेरि नसाको समस्या भनेर भन्यो। औषधि खान्छु, नखाने होइन, औषधि खान्छु, तर जति औषधि खाने हो त्यो खाने समयमा मात्रै काम गर्यो। तर यहाँ आएदेखि म पनि आफै आएँ त होइन, अरूको माध्यमबाट अरूले भनेको सुनेर आएँ। म आइसकेपछि मलाई चाहिँ अस्पतालभन्दा असाध्यै राम्रो लाग्यो। मैले चाहिँ अब ढुङ्गा खोज्दा देवता भेटा जस्तै यो ठाउँमा आइसकेपछि पहिले सबभन्दा प्रथम चाहिँ मैले उपचार पाएँ। उपचार पाउँदाखेरि ढाडको चाहिँ असाध्यै राम्रो हो। अहिले म निको पनि भएको छु, राम्रो पनि भएको छु। र साथसाथै मैले मेरो श्रीमती पनि लिएर आएको छु। अब तिनको के छ भनेपछि खुट्टाको प्रब्लम थियो, खुट्टा टेक्न पनि असाध्यै दुख्ने। अब जाडो मौसम हो कि गर्मी मौसम हो कि भनेर सोच गरिरहेको थियो, तर कुनै पनि कारण होइनछ। अब अहिले चाहिँ हजुरको उपचारले गर्दाखेरि यो खुट्टा पनि धेरै 100%मा 90% चाहिँ सन्चो भएको अनुभूति ल्याइरहेको छ भर्खर भएको हुनाले। अब मलाई आशा लाग्छ यहाँ मात्रै होइन, दाङ, पिठान, टोल्पा, रुकुम, सल्यान र बाहिरको जिल्लाबाट पनि आउँदै बिरामीहरू आउँदै हुनुहुन्छ भन्ने कुरा पनि सुनेको छु। र बाहिर जति मैले बिरामीहरूसँग सोधबुझ गरेको छु त्यति नै सन्चो भएको, निको भएको आश्वासन दिनुभएको छ। र यस अर्थले मैले के भन्छु भनेपछि यो आयुर्वेदिक औषधि हो। अस्पतालको औषधिले एउटा न एउटा साइड इफेक्ट देला। जस्तै ज्वरोको औषधि खानु पर्यो भने चाहिँ साथसाथै ग्यास्ट्रिकको औषधि खानुपर्छ। एन्टिबायोटिक खाँदाखेरि शरीरले कमजोर गर्छ भनेर भिटामिन्सको औषधि पनि खानुपर्ने हुन्छ। र आयुर्वेदिकमा मैले के विश्वास लाग्छ भनेपछि आयुर्वेदिकमा अहिलेसम्म साइड इफेक्ट नभएको मैले सुनेको छु। यस अर्थले पनि म यहाँ आएको हो। र मैले उपचार गर्दाखेरि कुनै पनि त्यस्तो साइड इफेक्ट नभएको र उपचार गरेको केही समयभित्रै निको भएको अनुभूति गरेको छु। यति नै। हस् त नमस्कार। हजुर धेरै राम्रो कुरा चाहिँ उनीबाट गरिदिनु भयो हजुरले। ल मेरामलाई एकचोटि म फेरि आफै सोधेँ, मेरामा हजुरलाई अहिले कस्तो भइरहेको छ? ल भनिरहेको छ जस्तो आजभोलि निको भएको छ, अलि ठिक भएको। अस्ति टेक्न बन्दैन त, आजभोलि ठिक भइसक्यो। ल ठिक छ, धेरै धेरै धन्यवाद हजुरलाई। एकचोटि चाहिँ हजुरले आजभोलि चाहिँ के छ भन्दा विश्वासको लागि मानिसहरूले सोध्न पनि खोज्छन्, किनभने बुझ्न पनि खोज्छन्। सरले एकचोटि चाहिँ हजुरको मोबाइल नम्बर सर र चाहिँ भन्नबाट बताइदिएको छ सर। मेरो मोबाइल नम्बर 98 478 58 049। हवस् त सर, नमस्कार, धन्यवाद।